नमस्कार सबैजनालाई। आज चाहिँ म हजुरहरूलाई हाम्रो नयाँ एप वेब लाइब्रेरी एप कसरी चलाउने, कसरी अकाउन्ट बनाउने भनेर त्यसको बारेमा जानकारी दिन गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला है सबैजनाले। तपाईहरु एन्ड्रोइड युजर हुनुहुन्छ भने पनि र आइफोन चलाउनुहुन्छ भने पनि, दुवै एन्ड्रोइड आइफोन दुवै फोन चलाउने साथीहरूले सुरुमा तपाईहरु प्ले स्टोरमा जानुहोला। आइफोन चलाउनुहुन्छ भने एप स्टोरमा जानुहोला। त्यहाँ गइसकेपछि हजुरहरूले सर्च बक्समा वेब लाइब्रेरी भनेर सर्च गर्नुपर्ने हुन्छ। वेब लाइब्रेरी सर्च गरिसकेपछि जुन हजुरले फर्स्टमा देख्नु भएको छ त्यही नै हो है। त्यसमा क्लिक गरेर यसलाई इन्स्टल गर्न सक्नुहुन्छ। त्यसपछि हजुरहरूले यो एप डाउनलोड भइसकेपछि यसलाई ओपन गर्नुहोला। नोटिफिकेसन चाहिँ अन नै गरेर राख्न सक्नुहुन्छ। अब हामीले अकाउन्ट बनाउँदाखेरि क्रिएट एन अकाउन्ट गरेर गर्नुपर्छ। यसमा क्लिक गरेर हजुरहरूले आफूले चलाउने नम्बर राख्नुहोला। हजुरहरूले आफ्नो नम्बर राख्न सक्नुहुन्छ है। अब तपाईको यो भेरिफाई गर्न भनेर जुन नम्बर राख्नु भएको छ त्यसैमा हजुरहरूलाई ओटीपी कोड आउँछ। त्यो कोड तपाईहरुले राख्न सक्नुहुन्छ। अनि यसलाई भेरिफाई गर्न सक्नुहुन्छ। अनि हजुरहरूको अब तपाईहरुले आफ्नो डिटेल्सहरु राख्नु पर्ने हुन्छ है। सुरुमा फुल नेम भनेर भन्छ। जुन स्टुडेन्टको नाम हो त्यो राख्नु होला। मैले तपाईहरुको एक्जाम्पलको लागि मात्र यो राख्दै छु है। अनि त्यसपछि हजुरहरूले आफ्नो इमेल राख्न सक्नुहुन्छ। पासवर्डमा चाहिँ हजुरहरूलाई याद हुने, पछि एप लगइन गर्नु पर्यो, अर्को कुनै डिभाइसमा लगइन गर्नु पर्यो भन्दा पनि त्यतिबेला याद हुने खालको पासवर्ड राख्नु होला है। अनि त्यसपछि हजुरहरूले आफ्नो क्वालिफिकेसन सिलेक्ट गर्न सक्नुहुन्छ। अनि मेल या फिमेल त्यो चुज गर्न सक्नुहुन्छ। अनि कन्टिन्यू गर्न सक्नुहुन्छ है। कन्टिन्यू गरिसकेपछि हजुरहरूले अगाडि हजुरहरूको होम पेज खुल्छ। एप खुलिसकेको हुन्छ। त्यसमा हजुरले यस्तो देख्न सक्नुहुन्छ। त्यसमा चाहिँ अब हजुरहरूले कुन कोर्स पढ्ने हो। अब जस्तो प्री टेस्ट हो भने तपाईहरु संगठित संस्थानतर्फ जानुभयो। त्यसमा चाहिँ पूर्व योग्यता परीक्षा भेट्नुहुन्छ। त्यसमा क्लिक गर्नुहुन्छ। अनि त्यहाँ तपाईले हजुरहरूले यस्तो देख्न सक्नुहुन्छ है। पूर्व योग्यता परीक्षा भित्र गइसकेपछि तपाईहरुले प्री टेस्ट तह 4 र तह 5 को देख्न सक्नुहुन्छ। अब हजुरहरूले जुन कोर्स लिनु भएको छ त्यसमा तपाईले यो युजर नेम बनाइसकेपछि हामी यहाँबाट हेर्छौं हाम्रो मेन आइडीबाट। त्यही अनुसार हजुरहरूलाई हामीले एड गर्दिन्छौं। यहाँ जुन अहिले पेड भनेर लक लगाएको छ नि त्यो चाहिँ तपाईहरुलाई इन्टर गराइसकेपछि त्यो अनलक हुन्छ आफै। त्यसपछि हजुरहरूले हामीले त्यहाँ तपाईहरुलाई जोइन गराएपछि ब्याक भएर एकचोटी रिफ्रेश गरेर फेरि त्यही संगठित संस्थान पूर्व योग्यता परीक्षामा गएर हेर्नुभयो भने त्यो अहिले लक अनलक भयो है त। प्री टेस्ट तह 4 को त्यसमा क्लिक गरेर हजुरहरूले सामान्य ज्ञान, एमसीक्यू म्याथ, सार्वजनिक संस्थान, कार्यालय तथा सार्वजनिक व्यवस्थापन भनेर त्यो पार्ट वाइज देख्न सक्नुहुन्छ। अब सामान्य ज्ञानमा जानुभयो भने हजुरहरूको भिडियोहरू त्यही अनुसार राखिएको हुन्छ। रेगुलर क्लास भएको अनुसार नै भिडियोहरू राखिएको हुन्छ है त। अब समसामयिकमा हजुरहरूको समसामयिकको भिडियोहरू हुने भए, शासन पद्धतिमा त्यही अनुसारको भिडियो हुने भयो, नोट भन्ने अप्सनमा नोटहरू आउने भयो हजुरहरूलाई है। यसरी नै हजुरहरूले हेर्न सक्नुहुन्छ। बाँकी कोर्सको स्टुडेन्टहरूले पनि त्यसै गर्दै इन्टर गरेर हजुरहरूले हेर्न सक्नुहुन्छ है त। यो भयो तपाईहरुको मेन हजुरहरूले प्याकेज लिइसकेपछि।
अब हजुरहरूले कुन कुन कोर्स किन्नु भएको छ भनेर हेर्नको लागि स्टडी रुममा जानुभयो भने पनि स्टार्ट लर्निङ भनेर यसरी देखाउँछ, हजुरहरूले हेर्न सक्नुहुन्छ, त्यहाँ पनि भेट्छ। इक्जाम भनेर अब इक्जाम दिन चाहनुहुन्छ भने पनि आफूले लिगेको कोर्सको तपाईँहरूले इक्जाम दिन पाउनुहुन्छ। यहाँ अझै एड गरेको छैनौँ हामीले, एड भएपछि तपाईँहरूले त्यही अनुसार हेर्न सक्नुहुन्छ। अब यो बाहेक अन्य कुनै कोर्सको बारेमा बुझ्न चाहनुहुन्छ, बुझ्नु पर्यो भने तपाईँहरू प्याकेजमा गएर कुन कोर्सको फी कति रहेछ भनेर, डिस्काउन्ट छ कि छैन भनेर पनि यहाँबाट हजुरहरूले भ्यू मोडबाट हेर्न सक्नुहुन्छ है त। अब हजुरहरूले केही कुरा सोध्नु पर्यो, केही कुरा बुझ्नु भएन भने यहाँ गइसकेर हजुरहरूले यो वाट्सएप भन्ने अप्सनमा जानुभयो भने डाइरेक्ट तपाईँहरूले हामीलाई मेसेज गर्न सक्नुहुन्छ। यो बाहेकको अन्य कुनै अर्को अब कलहरू गर्न चाहनुहुन्छ भने पनि कन्ट्याक्ट असमा गएर तपाईँहरूले यहाँ राखिएको नम्बरमा मेसेज कल गर्न सक्नुहुन्छ है। अनि तपाईँको क्लासेसको नोटिफिकेसनहरू कुन कुन क्लास हुने नहुने भनेर चाहिँ यो नोटिफिकेसन भन्ने एपमा नोटिफिकेसन भन्ने अप्सनमा हजुरहरूले भेट्न सक्नुहुन्छ।